हेलो गाइस, वेलकम टु माई न्यू डे न्यू भ्लग हैन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो हैन। आज चाहिँ हामी केटाहरुसँग यसो तलतिर के भन्छ गाउँभन्दा तल चाहिँ यतिकै बस्नलाई अब के भनौँ टाइम स्पेन्ड गर्नलाई जाँदैछौँ हैन। हेर्दै सक्नुहुन्छ केटाहरु के छ केटाहरु ठिक छ रमाइलो छ जिन्दगी गर्मी छ है देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो गाउँभन्दा तलको नजारा है। अहिले चाहिँ मकैबारीहरू यस्तो के भन्छ पसाइसकेको छ हैन। मकै चाहिँ हाम्रो गाउँभन्दा तलपट्टिको एरिया हो हैन। हेर्दै जानुहोस् हैन के हुँदै जान्छ। आज हामी स्पेन्ड गर्दैछौँ टाइम केटाहरुसँग। आज के गर्ने विचार छ केटा? आज के गर्ने विचार छ? केले के केटा? क्यामेरा क्वालिटी चेकिङ एउटै मोडल हो क्या? मेरो नि एउटै मोडल हो सर। हेर्न सक्नुहुन्छ यहाँ केटाको चाहिँ आइफोन 17 प्रो म्याक्स प्लस छ हैन। अब त्यो आदि टोकेको स्याउ मात्र के भनेको आदि टोकेको स्याउ मात्र झुन्डाउन बाँकी छ कि। त्यही त गाह्रो छ हामीलाई गाह्रो छ के गर्ने। गाडी निकाल्नु कहाँ जाने कुवामा याद छ है पहिला यो चाहिँ हाम्रो के भन्छ जक्सन एरिया छ हैन। हाम्रो यो जक्सन पहिलाको जक्सन हैन। हामी चाहिँ यहाँ जक्सनमा जाँदैछौँ। हाम्रो धेरै वर्ष भयो यहाँ नआएको पनि हामी जक्सनमा चाहिँ है। सो गाइस हामी चाहिँ त्यही हाम्रो पुरानो जक्सनमा जाँदैछौँ हैन। सो हेर्दै गर्नुहोस् हैन। के छ र यस्तै छ नि जिन्दगी। अहिले केटाहरूसँग यसो टाइम स्पेन्ड गरौँ भनेर आएको। घरमा बस्दा वाक्क लाग्यो होइन। के गर्नु अघिसम्म त लाइभ बस्दै टिकटकमा लाइभ बस्दै के भन्नु भिडियो सिडियो बनाइयो त्यही हो। सो गाइस हेर्न सक्नुहुन्छ हाम्रो यो के भन्छ यो हाम्रो यो पहिलाको जक्सन। हामी बच्चामा चाहिँ धेरै मेमोरी छ कि हाम्रो चाहिँ हाम्रो मेमोरीहरू यहाँ धेरै छ। अहिले त यस्तो भइसक्यो हाम्रो पहिला एकदम सफा थियो होइन। यो ठाउँ एकदम सफा थियो। अहिले चाहिँ यस्तो के कसैले युज नगर्ने भयो होला। अहिले त सबै यस्तो धमिलो छ। ए धमिलो अरे के भन्छ फोहोर छ अहिले त। पानी पनि अहिले राम्रो छैन होला। यता यस्तो स्थिति छ यस्तो के भन्नु। अब पहिलाको हामी यहाँ धेरै नुहाइयो भनौँ। यो चाहिँ हाम्रो प्लटिङ। पहिला यहाँ चाहिँ के थियो भने होइन यो प्लटिङ अहिले त प्लटिङ छ यहाँ होइन। के भन्छ पहिला त यहाँ पुरा हिलो धाप भन्ने एरिया थियो होइन। अहिले यस्तो सबै माटो साटो पुरेर माटो साटो हालेर सबै अहिले चाहिँ यस्तो घर बनाउनको लागि सबै प्लटिङ गरेर माटो साटो सबै फिल गरेर ठक्क घरेडी बिक्री गर्नको लागि मात्र रेडी गरेर राखेको छ। त्यही हो गाइस। अझै एकदम शीतल रहेछ हावा नि जोड चलिरहेको छ हावा चल्दा। त्यही हो गाइस। देख्न सक्नुहुन्छ हाम्रो यहाँ रियान भाइले चाहिँ यहाँ स्टार्ट हानिसक्यो गिटार बजाउनुलाई। भाइ चाहिँ भर्खर सिक्दैछ होइन। के छ भाइ कतिको सिकियो? ए हो कतिको आउँछ त गिटार बजाउनु? ए हो त्यो ठिक छ बिस्तारै सिक्ने हो एकैचोटि आउने होइन होइन। त्यही हो। यहाँ शीतल फिल भइरहेको अहिले गाउँभन्दा धेरै शीतल है यहाँ। यतातिर चाहिँ गाई गोरु बाख्राहरू
कप्पा लाएर राखेर रहेछन् होइन यही गाउँकै मान्छेहरू आउँछ जाओस् न त केही गीतहरू आउँछ त यार भर्खर सिजन आएको हो स्टार्टिङ पोइन्टमा छ कि ए ल ठिक छ ठिक छ यो चाहिँ हाम्रो गाउँभन्दा तलको एरिया धेरै मेमोरीहरू छ कि यहाँ धेरै हाम्रो केटाहरूसँग धेरै टाइम स्पेन्ड गरेका छौँ पहिला पहिला हजुर अन्त कडा खाने देख्न सक्नुहुन्छ हाम्रो समीर दोस्तै घर गएछ मम्मीले फोन गरेर होइन उसको मम्मीले चाहिँ फोन गरेर टक्क बोलाइसकेको छ त्यही भएर ऊ चाहिँ गयो घर है हामी चाहिँ यहाँ तिनजना यहाँ मेरो भाइ यहाँ मेरो रियन भाइ अनि म यहाँ चाहिँ म टक्क लाएर बसिरहेको छु हामी एकछिन बसेर जान्छौँ हामीले त्यही हो नि त ए कट्टु आउने भयो कट्टु आयो त केटा तर जे होस् यहाँको यहाँ सिधै शीतल हुन्छ कि मलाई हावा चल्छ है बाटोको बोझ भएर होला होइन टक्क लाएर हावा फ्रेस फिल हुन्छ मेरो भाइले चाहिँ अहिले होइन मिठो ट्युनिङ हान्दैछ न्यू साथी आएको छ होइन हाम्रो गीत सुन्नलाई होइन गाइस अहिले चाहिँ हामी के भन्छ टक्का हावासावा खाएर होइन अब चाहिँ हामी अब जाँदैछौँ खाजा खान जाने होइन त चटपटे खान जाने होइन त अब चाहिँ हामी के भन्छ चटपटे खान जाँदैछौँ खाजा होइन देख्न सक्नुहुन्छ केटाहरू टक्क गिटार बजाउँदै बस्यो एकछिन होइन एकछिन गीत सिट गाइयो रमाइलो गरियो एकछिन के फ्रीमा दिन्छ जामिन गर्ने चटपटे फ्रीमा दियो भने त हुन्थ्यो यार ज्यामी हानेर चटपटे फ्रीमा पार्ने हो क्या गीत गाएर सबै हाल्छ Oh God.
एन्जोय गरेर हिँडिरहेको छ This painful story. I can't hear it. गाइज म तपाईँहरूले एक थरी देखाउँछु है त एउटा चिज देखाउँछु है त गाइज हेर्नु है यहाँ चाहिँ हाम्रो के छ भने यहाँ चाहिँ हाम्रो बफ मोमो छ होइन जुन रेडी छैन जुन रेडी हुँदैछ भनौँ पछि गएर बन्ने भनेको बफ मोमै हो होइन केटा के हो अरे यो बफ मोमो होइन त बफ मोमो अलि बेला भयो भने त्यो अलिक कच्चै छ भनौँ काँचै छ भनौँ काँचै छ त्यो बफ मोमो अलिक ओ गड गयो म्याजिक यार त्यस्तै छ पारा ओइ कस्तो राम्रो फुल यार के हो यो के को फुल हो यहाँ आमा गाई चाहिँ हेर्नु कस्तो दामी फुल यार तर के को फुल हो थाहा नै छैन यो के को बोट हो यो त्यही त के को फुल हो यो के को बोट हो यार चिउरी हाँ होइन चिउरी यहाँ चाहिँ आँप फल्दाखेरि छ गाँजा गाइस गाँजा निम हो र सुन्नु के हो र निम हो र होइन 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 ओइ यो अर्कै चिज हो यो के को चिज हो यो खाने खाने के हो यो के हो पुरा गिटारिस्ट जस्तो देखाएको छ त रियन भाइ पुरा गिटारिस्ट देखाएको छ त हो 7 दिन बाइक चाहिँ गिटारिस्ट हो चाहिँ हाम्रो गाउँभन्दा तल्लो गाउँ होइन गाइस यो चाहिँ हाम्रो अर्को जक्सन है जक्सन आउँदा है हाम्रो त जक्सनै जक्सन छ फेरि यो चाहिँ हाम्रो नुहाउने ठाउँ नै हो भनौँ माछा पनि छ माछालाई देखाइदिनु बिचारा गाइस यार ओ यार कतिका माछा हो यो फिश तर सानो सानो रहेछ है कुले ठुलो हो देख्दैन होला देख्नुहुन्छ राम्रोसँग हेऱ्यो भने देख्छ जुम गरेर हेऱ्यो भने देख्छ अलिअलि सानो सानो हो खासै ठुलो त छैन जस यहाँ चाहिँ चिसो पानीले मुख धुन चाहिँ मजा आउँछ कि है सानसानै रहेछ धेरै ठुलो होइन माछा त्यही हो सो गाइस अहिले चाहिँ हामी यहाँ के भन्छ खहरे पुलमा छौँ होइन टक्क लाएर खहरे पुल खहरे खोला होइन यहाँ चाहिँ पानी परेको बेला चाहिँ लोड ठुलो भल आउँछ कि मतलब लोड के भन्छ ठुलै लहर आउँछ कि अनि गाइस हाम्रो त्यहाँ चाहिँ के भन्छ झोल मोमो मोमो प्रोम्याक्सहरू छन् होइन तिनीहरू चाहिँ त्यहाँ पौडी खेलिरहेको रहेछ ल यार कत्रो एरिया भयो अहिले त सही भयो कहाँ लमी हो लमी हो क्या कसलाई चाहियो सबै प्याक रहेछ म त क्या हेरिदिइरहेको मोमोहरूले यार मोमोजहरूले हेरिरहेको त्यही त जाउँ गाइस पसल छ होइन पसलै खुल्ला नभएर अरे कि चिल्लै रहेछ चटपटे खाने प्लानिङै गएर क्या जुङ्गावाला के चोक घर बाहिर निस्किँदैछ
मोक्तान चोक कहाँ त्यो घाँस हो क्या त्यो घाँस हँ स्विट पोटाटो चटपटे खाने ठाउँ आइपुगिसक्यो होइन पसलमा यहाँ छ हाम्रो म बनाउनु लाउँछु है त ल पसलमा आउनु न के अलिक चटपट बनाउनुहुन्छ हजुर ल सयको बनाइदिनु न चटपट है एकैचोटि भयो भने हुन्छ 50-50 को भयो भने हुन्छ है हामी चाहिँ यहाँ अहिले पसलमा आएको होइन चटपट खानु ल केटा आऊ गाइज के छ ठिक छ नि सही यार आज हाम्रो यहाँ नर्थ स्टाइलले हाम्रो पार्टी खुवाइरहेछ नि होइन तपाईँ फेरि आज त्यो भिडियो गरिदियो अलिक के कस्तो राम्रो खिच्दाखेरि यहाँ चित्त लैछ यार नयाँ भ्लगर इन हेटौँडा न्यू भ्लगर इन हेटौँडा एस्थेटिक फोटो हान्दै हान्दै इन्फर्मेसनको लागि इन्फर्मेसन यु आर द्याट यस्तो गरेर पनि खै गर्नु न दामी आउँछ त्यो गर्नु त गाइज हामीसँग चाहिँ यहाँ एउटा पप्पी छ होइन त्यसले चाहिँ हाम्रो यहाँ गीत गाइरहेको सुनिरहेको छ होइन पप्पीले मस्त सुनिरहेछ यसले पनि मजा आइरह होला गीत सुन्नलाई टक्क लाग्यो क्युट भन्नु जाँदाखेरि हो कि है साथी तर हाइजिन अलिकति मेन्टेन नभए कहाँ कुकुरको तिम्रो दिदीको बरु छ खुसी दिनु भयो भने हप्तामा एकचोटि पनि भइदिन्छ कुकुर हेर्नु कस्तो राम्रो अलिकति स्ल्याप गरेर के राखेको कुकुरको लागि सो गाइज हाम्रो चटपटी पनि आइसकेको छ होइन म चाहिँ खाइसकेको छु म माफ गर्नु होला खाइसकेको छ यहाँ केटाले चाहिँ फर्स्ट राइड हाम्रो चटपटी नि आइसकेको छ होइन बिरामी भएको छ कस्तो टक्क लगाएर आजकलका कुराहरू खाना खानु छैन अगाडि फोटो खिच्छ भनेर आफै भन्ने कि अनि अब हामी चटपटी खाँदैछौँ होइन माफ गर्न सबैभन्दा बढी चटपटी खानु भनेको कमाने के भन्नु यसो बनाउने होइन पुरा पोको हाल्छ होइन 50 रुपियाँ मिठो खायो न्युज पेपर यसो दामी यार। यस्तैमा तर घोप्टाइन्छ अनि के हो जाउँ न हामीले तपाईँलाई अहिले त छैन त्यो क्वान्टिटी हो भएन हजुर अर्को 50 पनि बनाइन् न नानु है कान त धेरै आउँछ त्यहीँनिर जाउँ न हो कि राम्रो दामी यार कुटै हाल्छु यसो सामानहरू पनि चटपटेको क्रिमिङ भएको बेला चाहिँ रोज मिठो हुन्छ क्या फुलाको फुल हाल्नु हुन्छ क्या थ्याङ्क यू फर यो सर्भिस गर्नु छैन दामी यार के खानु मलाई चटपटे इज बेस्ट बाबाल त्यो पानीको गिलो के पुरा गिलो गिलो ए यो उतिनालाई खुर्सानी फाइदियो के हुन्छ होला त्यसलाई उयो बाख्रालाई So guys, अर्को चटपटी पनि आइसकेको छ फेरि 50 को होइन ए म बल खेल्न जान्छु अनि बेलुका दिनु न रिन्यू हो पुरै कलाई भन्न जान्छु नयाँ चम्चा नयाँ प्लेट
नगए भने म भनिहाल्छु नि त्यही त बल खेल्न त जान्ला भने कहाँ जान्ला त खालि नम्बर भागमा लागिरहेको छ ल हामी अब चोपडी फेरि खाने फेरि हानौँ ओके म म बल खेल्न जान्ला त भने त्यसमा अलिकति सानो स्वर आउँछ अलिक ठुलो सो गाइस आज चाहिँ हामी चटपट खाएर बसिरहेको छौँ होइन स्पाइसी पिरो भइरहेछ एकदम पिरो भइरहेछ कुर्सान चवाएर होला मलाई लोत पिरो भइसक्यो यो झन् फर्स्ट बाइडे कि वाउ हो फर्स्ट बाइट हो फर्स्ट बाइडे कुर्सान पर्दैन है मेरो अन्त यो रिसेन्ट कल कहाँ देखाउँछ साइडमा जाउँ त्यही गरे गरे तपाईँले भर्खर फेरि कल हान्नु रहेछ त्यही त टुचुक्क आज अलि पिरो भएर चल्दै खाइरहेको छ होइन इकुलेर्स वा फिटनेस भयो नि त जाउँ 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 अब हामी घर जान्ला आज अब घर पानी पर्न लाग्यो कस्तो टिम जान्ला हो र पानी पर्न लागि पानी पर्न लाग्यो टाइगरहरू जान्छ त्यहाँबाट गिटार लिएर नि अनि त अनलाइन छ मतलब अनि कोही म गइमा कल गर्छु पानी पर्न लाग्यो आज खाए कालो कालो हुँदै आइसक्यो आज त हाम्रो दाइ ट्रिट दिएको ट्रिट हो ट्रिटै हो कहिलेकाहीँ यसरी स्पाइसी खानु मजा आउँछ कि दाइको भ्लगिङ सुरुले अनि आज फर्स्ट डेमै अनि चटपट लाग्यो चटपट पार्टी दुइटा दाइ र अनि हामी हाल्थ्यो के पिरो ल्या लोत पिरो खुर्सानी चबाएर होला लोत पिरो होइन होला दाइको बेमा आउने क्या दाइको बेमा आउने जाउँ केटा जाउँ अर्को बहिनी पलाइ जस्तो बहिनीभित्र अहिले चाहिँ भर्खरै हाम्रो यहाँ कुकुरले सातो उडाइरहेछ होइन बहिनी कुकुरको सातो उड्यो अरे त्यो भन्न भाइ तिम्रो पनि सातो उड्यो उडे अघि पनि भुकेको थिएन गाइस अहिले चाहिँ हामी होइन घर के भन्छ गाउँ एरिया आइसक्यो होइन अझ त्यो उसँग पनि के मोटो पुरानो पुरानो त्यो मोटो तारहरू पनि 8 छ कि 9 के हो त्यो पुरानो पुरानो के हो केजी लाग्यो भनेपछि 2 केजी ल्यायो नि उहाँलाई खाइदिनु भनेपछि हामीलाई 10 लाखको लागि कति केजी चाहियो 1 टन के हो अनि 1 टनमा अनि 10 1000 किलो टिकट आउनु कति 10 वटा साइज हुन्छ नि 1000 1 किलो कति 1000 1 किलो 1000 1000 कति आज के हो त्यो यार कार्टुनै कार्टुन लिएर गएको त यहाँ केटाहरू पुरा हिरो भएर बसिरहेको छ हाम्रो हिरो केटाहरू ओ भ्यान्सी केटा 1 2 3 मा के छ ठिक छ के छ कहाँ पुगेर आयो यस्ता कुकुरलाई हान्सी भन्छ यार के रे यस्ता कुकुरलाई हान्सी भन्छ यार ठिक छ कहाँ गएर ए मासतिर मासतिर बल खेल्न जाला साथै बनाउन आगे कहाँ तल जाने बल छैन
तपाईँ चाहिँ कहाँ गएर अनि यसो ब्लग बनाउँदै भ्लग बनाउँदै ठिक छ बनाउनुपर्छ यसो खरेतिर पुगेर आएको चटपट चटपट खाएर तर खासै मिठो छैन। बनाउँदैन कहिले कहिले सकिन्छ इक्जाम सकिन्छ पर्छ हुँ? एउटा भागी छ लास्ट ठिक छ भ्लगर भइसकेको थियो त्यो मलाई थाहा नि भ्लगर केटो 1 2 3 भइसक्यो नि त म वान टू थ्रीको इलेक्ट्रिसियन आजदेखि हान्दा हो क्या भनेरि ठिक छ हुनुपर्छ ल ठिक छ ल त्यो भाइरल चाहिँ हान्दियो नि ल भाइ बना पर्छ राम्रोसँग त्यो ह्यान्सी ह्यान्सी केटाको कालो ल। भनेर आउँला नि फेरि अन्त आउँछ नि पुरा अहिले सो गाइज हामी चाहिँ अहिले घर आइसकेको छौँ होइन भाइ घर आएर छौँ हामी यो भ्लगलाई चाहिँ आज घरमा अरे अहिले चाहिँ घरमा भन्छ हजुर घरमा त नि अनक भाइको घरमा ल आजको यो भ्लग चाहिँ यहीँ इन्ड गर्छु होइन म चाहिँ वाह आई होप तपाईँहरूले यो भ्लग चाहिँ राम्रो लाग्नेछ होइन त्यसैले मेरो भिडियो हेरेर भ्लग हेरेर चाहिँ लाइक्स कमेन्ट्स अनि के भन्छ अरे लाइक्स र कमेन्ट्स गर्न चाहिँ नबिर्सिनु अनि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला है त बाई बाई